संघीयता यो शब्द त हामी कति सुन्छौं होइन त, तर साँच्चै यसको मतलब के हो अनि नेपाल चाहिँ कसरी यो प्रणालीसम्म आइपुग्यो? ल आज यसैलाई अलि सरल पारेर बुझ्ने कोसिस गरौँ है। अब संघीयतालाई बुझ्नको लागि सबैभन्दा पहिले दुईवटा शब्दलाई समात्नुपर्छ। ती हुन् स्वशासन र साझा शासन। वास्तवमा यही दुईवटा कुरा नै हो संघीय प्रणालीको मुटु भनेको। त्यसो भए संघीय प्रणाली भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको शक्ति बाँडफाँड गर्ने एउटा संवैधानिक सम्झौता हो। अझै सजिलोसँग बुझ्दा जसरी एउटा घरमा कसले के काम गर्ने भनेर छुट्याइएको हुन्छ नि, ठिक त्यसै गरी संविधानले नै केन्द्र, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकार के हो भनेर छर्लङ्ग पारिदिएको हुन्छ। हो, यहीँनेर आउँछ स्वशासन र साझा शासनको कुरा। यसले एउटा गजबको सन्तुलन बनाउँछ। कसरी भने, एकातिर प्रदेश र स्थानीय तहहरूले आफ्नो क्षेत्रको मामिलामा आफै निर्णय लिन्छन्, यो भयो स्वशासन। अनि अर्कोतिर राष्ट्रिय स्तरका ठूला विषयहरूमा चाहिँ केन्द्र सरकारसँग मिलेर काम गर्छन्, यो भयो साझा शासन। यहाँ एउटा रमाइलो कुरा के छ भने संसारभरका संघीय प्रणालीहरू एउटै तरिकाले बनेका हुँदैनन्। खासमा संघीयता बन्ने दुईवटा प्रमुख मोडेलहरू छन्। एउटा हो कमिङ टुगेदर मोडल। यसमा के हुन्छ भने विभिन्न स्वतन्त्र राज्यहरू कुनै साझा उद्देश्यको लागि एक ठाउँमा आएर एउटा बलियो देश बनाउँछन्, जस्तै अमेरिका। शक्ति चाहिँ तलबाट माथि गएको देखिन्छ। अनि अर्को छ होल्डिङ टुगेदर मोडल। यहाँ ठिक उल्टो हुन्छ। एउटा ठूलो केन्द्रीकृत देशले आफै भित्रको विविधतालाई व्यवस्थापन गर्न र देशलाई एक ढिक्का राख्न शक्तिलाई माथिबाट तलतिर, मतलब प्रदेश र स्थानीय तहमा बाँड्छ। र हो, नेपाल ठिक यही दोस्रो मोडेलमा पर्छ। नेपाल होल्डिङ टुगेदर मोडेल हो भनेर बुझ्नु किन महत्वपूर्ण छ भने यसले हाम्रो संघीयताको यात्रा कसरी अघि बढ्यो भन्ने कुरालाई बुझ्न मद्दत गर्छ। यो यात्रा साँच्चै लामो र निकै जटिल पनि थियो। नेपालमा संघीयताको कुरा एकाएक आएको होइन। यसको पछाडि दशकौं लामो संघर्ष र मागहरूको इतिहास छ। हेर्नुस् न, 2008 सालमा नेपाल तराई कंग्रेसले स्वायत्त तराई प्रदेशको माग राखेको थियो। त्यसपछि 2048 सालमा सद्भावना पार्टी, 2052 सालमा संयुक्त जनमोर्चा हुँदै यो माग झन बलियो बन्दै गयो र अन्ततः 2062 को 12 बुँदे सम्झौतापछि 2072 सालमा नयाँ संविधानले नै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेर घोषणा गर्यो। तर प्रश्न उठ्छ, आखिर नेपाललाई संघीयता किन चाहियो त? यसको सीधा जवाफ हो देशमा वर्षौंदेखि जरा गाडेर बसेको केन्द्रीकृत शासन प्रणाली र त्यसले जन्माएको सबै प्रकारका विभेदको अन्त्य गर्न। लक्ष्य एकदमै प्रष्ट थियो। सबै जातजाति, भाषाभाषी र संस्कृतिको पहिचानलाई सम्मान गर्ने, राज्यका हरेक अङ्गमा सबैको समानुपातिक उपस्थिति सुनिश्चित गर्ने र विकासलाई काठमाडौँबाट गाउँ-गाउँसम्म पुर्याउने। त्यसो भए यो लक्ष्य पूरा गर्न नेपालले कस्तो खालको संरचना अपनायो त? आउनुहोस्, नेपालको 3 तहको शासन प्रणालीबारे कुरा गरौं। हामीले अघि होल्डिङ टुगेदर मोडलको कुरा गर्यौं नि, त्यही भित्र पनि नेपालले अपनाएको मोडल हो सहकारी संघीयता। अब यो सहकारी शब्दको अर्थ के हो भने यहाँ 3 तहका सरकारहरू, मतलब संघ, प्रदेश र स्थानीय तह एक अर्काका प्रतिस्पर्धी होइनन्, बरु उनीहरू एक अर्काका सहयात्री हुन् जसले मिलेर समन्वय गरेर काम गर्नुपर्छ। हो, यही सहकारी मोडल अन्तर्गत नेपालमा शासन 3 तहमा बाँडिएको छ। सबैभन्दा माथि संघीय सरकार, त्यसपछि 7वटा प्रदेश सरकारहरू र सबैभन्दा नजिक जनतासँग जोडिएका स्थानीय सरकारहरू। र संविधानले नै यी प्रत्येक तहको आफ्नै जिम्मेवारी तोकिदिएको छ। अब यो अधिकारको बाँडफाँड कसरी गरिएको छ त्यो पनि हेरौं। संविधानमा 3 किसिमका अधिकारको सूची छ। पहिलो हो एकल अधिकार, जुन कि त संघको, कि प्रदेशको, कि स्थानीय तहको मात्रै हुन्छ। दोस्रो हो साझा अधिकार, जसमा तीनै तहले मिलेर काम गर्छन्। र तेस्रो अवशिष्ट अधिकार, जसको मतलब हो संविधानको कुनै पनि सूचीमा नपरेको कुनै नयाँ अधिकार आयो भने त्यो स्वतः संघीय सरकारको हुन्छ। अब सिद्धान्तमा त यो सबै कुरा एकदमै राम्रो सुनिन्छ, तर यति ठूलो र जटिल प्रणालीलाई व्यवहारमा उतार्नु पक्कै पनि सजिलो छैन। यसका आफ्नै चुनौतीहरू छन्। संघीयताका मुख्य लक्ष्यहरू हेर्ने हो भने समावेशी लोकतन्त्र बनाउने, क्षेत्रहरूलाई स्वायत्तता दिने र विकासलाई सन्तुलित गर्ने जस्ता कुराहरू नै प्रमुख देखिन्छन्। तर यिनै लक्ष्यहरू हासिल गर्ने बाटोमा चाहिँ थुप्रै बाधा र अडचनहरू छन्। चुनौतीका कुरा गर्नुभन्दा पहिले केही सकारात्मक पक्षहरू पनि हेरौं। संघीयताले गर्दा शक्ति एकै ठाउँमा थुप्रिने र
कोही निरङ्कुश बन्ने जोखिम घटेको छ। सबैभन्दा ठूलो कुरा त शासन र निर्णय प्रक्रिया जनताको घर दैलोमै पुगेको छ। यसले गर्दा विविधता र अल्पसंख्यक समुदायका आवाजहरू पनि सुनिन थालेका छन्। तर यी सकारात्मक पक्षका बावजुद कार्यान्वयनमा ठूला चुनौतीहरू पनि छन्। जस्तै कुन काम कसले गर्ने भन्ने अधिकार क्षेत्रको विवाद एकदमै धेरै देखिन्छ। प्रदेश र स्थानीय तहहरू आर्थिक रूपमा अझै पनि केन्द्रमाथि नै निर्भर छन्, अनि स्थानीय तहको काम गर्ने क्षमता बढाउनु पनि उत्तिकै जरुरी छ। समस्याहरू हेर्ने हो भने तह बीच अधिकारको लडाई छ। एकल र साझा अधिकारको सूचीमा परेका कामहरूमा दोहोरोपन देखिन्छ। प्रदेश र स्थानीय तह पैसाको लागि सधैँ केन्द्रकै मुख ताक्नुपर्ने अवस्था छ। अनि सबैभन्दा गहिरो समस्या त हाम्रो मानसिकतामै छ। कानूनमा संहिता आए पनि व्यवहारमा अझै त्यही पुरानो केन्द्रीकृत सोच हावी छ। यति धेरै समस्या र चुनौतीहरू छन् भने अब अगाडिको बाटो के त? यो प्रणालीलाई साँच्चै प्रभावकारी बनाउन के गर्न सकिन्छ? यसको प्रमुख समाधानको रूपमा विज्ञहरूले एउटा कुरामा जोड़ दिएका छन्, त्यो हो समन्वय। तीनै तहका सरकारहरू बीच देखिने विवादहरू सुल्झाउन र कानूनहरूलाई स्पष्ट पार्न संविधानले नै व्यवस्था गरेको अन्तर्प्रदेश परिषद जस्ता संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय र प्रभावकारी बनाउनुपर्छ। र एउटा कानूनी सिद्धान्तलाई सधैँ ख्याल राख्नुपर्छ, एकल अधिकार साझा अधिकार भन्दा माथि हुन्छ। यसको मतलब साझा अधिकारको सूचीमा छ भन्दैमा कुनै पनि तहले अर्को तहको एकल अधिकारमाथि हस्तक्षेप गर्न पाउँदैन। संविधानले दिएको एकल अधिकार सधैँ नै पहिलो प्राथमिकतामा हुन्छ। अन्त्यमा यो सम्पूर्ण यात्रा र बहसले हामीलाई एउटा महत्वपूर्ण प्रश्नको अगाडि उभ्याउँछ। के नेपालको संघीयताले एकातिर सबैको पहिचानलाई सम्मान गर्ने र अर्कोतिर देशलाई आर्थिक रूपमा सामर्थ्यवान बनाउने, यी दुई कुरा बीचको नाजुक सन्तुलन मिलाउन सक्ला